हेलो नमस्ते टु यु एभ्रिवान। फाइनल्ली हामी चाहिँ आज आमायाङ्ग्री आइसकेको छौँ। लास्टै गाह्रो क्या। अहिले चाहिँ बिहानको ठ्याक्कै 4:40 भएको छ। 4:40मा चाहिँ हामी माथिको सनराइज भ्यू हेर्नको लागि चाहिँ हिँड्दै माथि आइसकेको छौँ। लास्टै उकालो रहेछ क्या। फेरि म चाहिँ बोल्नै नसक्ने अवस्थामा पुगिसकेको छु। सायद अक्सिजनै कमी भयो होला। लास्टै गाह्रो छ। उकालो पनि यस्तो छ गाइजी, साह्रै उकालो छ क्या। धेरै नै गाह्रो भइसकेको छ क्या। साथीहरू हामी चाहिँ एङ्ग्री पिकमा आइसकेको छ। आमायाङ्ग्री पिकमा बवाल गाह्रो क्या। गाह्रो चाहिँ कसम होइन, यस्तो गाह्रो भइरहेछ तर मजा आइरहेछ क्या। यहाँ बवाल मजा भइरहेछ, बवाल मजा। चिसो पनि लास्टै सास फेर्नै नसक्ने अवस्था पुगिसकेको छु म चाहिँ। 5:28 गइसकेको छ। हामी चाहिँ आमायाङ्ग्री लास्ट पिकमा आइपुगिसकेका छौँ। लास्टै गाह्रो भए पनि यहाँ आइपुग्दा चाहिँ छुट्टै आनन्द फिल भइरहेछ क्या। जति गाह्रो भए पनि गन्तव्यमा पुग्नु नै यात्रा हो होइन। अनि यात्रामा चाहिँ लास्टै रमाइलो भएको छ आज चाहिँ। अनि यहाँ चाहिँ लेखेको रहेछ क्या, यहाँ बोर्डमा चाहिँ तपाईँ सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ अरे, तर सिसी क्यामेरा चाहिँ चल्दैन अरे क्या। यस्तो छ होइन। गेटमा आइसकेको छ हामी। हेलो फाइनल्ली गाइज कस्तो मजा आयो क्या यहाँ आइपुग्दा चाहिँ। राति नै छ होइन। उज्यालो भएपछि चाहिँ बवाल भ्यू देख्नेवाला छ यहाँबाट। जुन पनि लागेको छ वहाँ छ है गाइज, तर बवाल क्या। हाम्रो साथीहरू त यहाँ बसिरहनु भएको छ। राजेशजी यहाँ हुनुहुन्छ एकदम। फाइनली म पनि आइपुगेँ है। त्यतिकै आउनु तर लास्ट गाह्रो भयो नि। ठिक छ एकदम। यो चाहिँ कति बेला आइपुग्यो? फाइनल्ली गाइज बवाल भ्यू आइसकेको छ। घाम पनि उदाइसकेको छ। यस्तो चिसो भए पनि यस्तो बवाल 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 मजा क्या। सनराइज भ्यू हेर्न चाहिँ स्वर्गीय आनन्द मिल्यो क्या मलाई चाहिँ आज चाहिँ। बवाल ल आमायाङ्ग्री सरी। बवाल 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 गाइज, यस्तो दामी मजा आइरहेको छ आज होइन। बवाल मजा आइरहेको छ क्या मलाई चाहिँ।